हेलो साथीहरु, आज म यस भिडियो अन्तर्गत रहेर हामी सबैले प्रयोग गर्ने फेसबुकलाई डिलिट अथवा डिएक्टिभ कसरी गर्न सकिन्छ भन्ने कुरा बुझ्न खोजिरहनु भएको छ भने यो भिडियो हजुरहरुको लागि हुन सक्छ। कृपया भिडियो स्किप नगरिकन फुल भिडियो हेर्दिनु होला। हजुरहरुले पनि यो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ कृपया सब्स्क्राइब गरिदिन चाहिँ नभुल्नु होला है त साथीहरु। फर्स्ट अफ अल के गर्नु होला भने साथीहरु फेसबुक लाइट ओपन गर्नु होला। साथीहरु हेर्नु है, फेसबुक लाइट ओपन गर्नु होला। त्यसपछि माथि आउनु होला, यहाँ थ्री डटमा टच गर्नु होला। हेर्नु होला साथीहरु, यहाँ माथि आउनु थ्री डटमा टच गर्नु होला। त्यसपछि यहाँ तल आउनु साथीहरु, तल आउनु होला। सेटिङ एन्ड प्राइभेसी छ यहाँ साथीहरु, यहाँ सेटिङ एन्ड प्राइभेसी टच गर्नु होला है त साथीहरु। त्यसपछि फेरि सेटिङ आउँछ साथीहरु, सेटिङमा टच गर्नु होला। साथी त यहाँ आउनु होला। फेरि यता आएपछि के देख्नुहुन्छ पर्सनल डिटेलमा देख्नुहुन्छ साथीहरु, यहाँ हेर्नु होला त यसमा पर्सनल डिटेलमा टच गर्नु होला साथीहरु है त। त्यसपछि भित्र आउँछ साथीहरु, तल आउनु होला। यहाँ पनि के आउँछ पर्सनल डिटेलै आउँछ है साथीहरु, हेर्नु होला त पर्सनल डिटेलै आउँछ। हजुरले के गर्नु होला, पर्सनल डिटेलमै फेरि टच गर्नु होला। हेर्नु होला साथी, पर्सनल डिटेलमै टच गर्नु होला। त्यसपछि यहाँ आउँछ तपाईले सबभन्दा तल आउनु होला साथीहरु, यही इस एकाउन्ट ओनरशिप एन्ड कन्ट्रोलर भनेको छ, यसमा टच गर्नु होला। तल आउनु होला, हेर्नु साथीहरु, यसमा टच गर्नु होला। हेर्नु होला साथीहरु, यसमा टच गर्नु होला। त्यसपछि यहाँ तल आउनु होला, डिलिट डिएक्टिभ अथवा डिलिट अप्सन यहाँ तल आउँछ, सेकेन्ड अप्सन हो। यसमा हजुरले के भन्छ टच गर्नु होला है साथीहरु, यसमा टच गर्नु होला है त, टच गर्नु होला। यस्तो गरेपछि हजुरले कुन चाहिँ एकाउन्ट चाहिँ हजुरले आफ्नो एकाउन्ट चाहिँ डिलिट अथवा डिएक्टिभ गर्न खोजिनु भएको त्यसमा टच गर्नु होला है साथीहरु। मैले चाहिँ अब माथि यो आफ्नै बसन्त रोकाकै एक्टिभ यसलाई म डिलिट गर्न खोजिरहेको छु हैन साथीहरु, देखाउन मात्रै खोजेँ हजुरलाई। यसमा टच गर्नु होला। त्यसपछि यहाँ तल आउनु होला। हजुरले अब डिएक्टिभ गर्न खोजेको कि यो माथि चाहिँ डिएक्टिभ गर्न खोजेको कि डिलिट गर्न खोजेको भनेर देखाइरहेछ। हजुरलाई एक्जाम्पललाई मैले डिलिट गर्नको लागि देखाइरहेको छु साथीहरुलाई। हेर्नु यहाँ आउनु होला, त्यसपछि कन्टिन्यू गर्नु होला। त्यसपछि यसलाई फेरि कन्टिन्यू गरिदिनु होला। त्यसै हजुरहरुको एउटा रिजन देखाउँछ के कारणले हजुरले चाहिँ डिलिट गर्न खोज्नु भएको भनेर। त्यसपछि हजुरले एउटा एकचोटि यहाँ एउटा टच गर्नु होला। त्यसपछि फेरि तल आउनु होला साथीहरु, हेर्नु होला त तल आउनु होला, यहाँ फेरि कन्टिन्यू गरिदिनु होला। त्यसपछि फेरि आउनु होला, यहाँ फेरि कन्टिन्यू गरिदिनु है साथी, यहाँ कन्टिन्यू गरिदिनु होला। यता आउनु होला, यस यता आएर के गर्नु सक्नु हजुरले डिलिट एकाउन्ट गरिदिनु भने के हुन्छ हजुरहरुको एकाउन्ट चाहिँ के त डिलिट हुन्छ है साथीहरु। यसरी हजुरले डिलिट गर्न सक्नुहुन्छ है त साथीहरु। अनि फेरि एक्जाम्पललाई हजुरले डिलिट गर्न सक्नुभयो, डिएक्टिभ कसरी गर्ने भन्नु खोज्नु भने यहाँ डिएक्टिभ फेरि साइडमा आउनु होला साथीहरु। यहाँ फेरि यहाँ आउनु होला। फेरि सेम प्रोसेस हो, डिएक्टिभलाई पनि यसरी टच गर्नु होला। फेरि आएर कन्टिन्यू गर्नु होला, कन्टिन्यू गर्नु होला। यहाँ फेरि कन्टिन्यू गरिदिनु होला साथीहरु। त्यसपछि यहाँ पासवर्ड माग्छ, पासवर्ड हानेर हजुरले के गर्न सक्नुहुन्छ आफ्नो एकाउन्ट चाहिँ कति समयको लागि डिएक्टिभ गर्न खोज्नु भएको त्यसरी गर्न सक्नुहुन्छ है त साथीहरु। थ्याङ्क यू फर वाचिङ माई भिडियो, प्लिज सपोर्ट मी। थ्याङ्क यू।